तपाईहरु सबैलाई एउटा कुरा चाहिँ भनेर पठाउँछु, समय र पैसा वास्तवमै बढियो छ भन्ने कुरा हाम्रो नेतृत्व नवीन सर नवीन सरको अनुमति लिएर केही कुरा बोल्न गइरहेको छु। अहिलेबाटै फान्जाङनिम भइसक्नु भयो। रातो टोपी लगाउने साथीहरु एकतिर बसिदिनुस्। कम्तीमा उहाँको कुरा दुईवटा कुरा सुनिदिनु होला। हामी प्रशिक्षकको आफ्नै प्रकारको वेदना हुन्छ। मेरो प्रत्यक्ष रूपमा प्रशिक्षक आउनुभएको छैन भने पनि तपाईको साथमा म जेएन शर्मा नेउपानेको र नवीन सरको नेतृत्वको तर्फबाट सबैलाई अग्रिम सफलताको शुभेच्छा शुभकामना प्रकट गर्दछु। एउटै इन्स्टिट्युटमा पढेको मात्रै मेरो हो भनेर भन्ने सोच कसैले पनि राख्नु हुँदैन। दिदी नमस्ते, म चाहिँ सकिन्छ, समयको कुरा हो। त्यसैले गर्दा यहाँले एक्लै अर्काको कुरालाई नेतृत्वलाई बुझेर अगाडि बढ्नु होला। सबैलाई सफलताको शुभेच्छा शुभकामना प्रकट गर्दै उहाँले भन्न खोज्नु भएको, नेतृत्व गर्न खोज्नु भएको कुरालाई सार्थक रूपमा साथ दिनको लागि यहाँ सम्पूर्ण साथीहरूलाई हार्दिक अनुरोध गर्दै अन्तिममा रातो टोपी विजयको स्थापित पनस मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। अब बाँकी कुरा उहाँको कुरा सुनिदिनु साथीहरू, किनभने हो जाने बेला